हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ तुलसीपुर महोत्सवमा। मेरी बुढी चाहिँ चिटिक्क परेर रेडी हुँदैछिन्। म पनि रेडी भइसकेको छु। अब चाहिँ हामी यहाँबाट केही समयपछि हिँड्नेछौँ। हेर्दै गर्नु होला साथीहरू। हामी चाहिँ अहिले घोराई रोड पुगिसकेका छौँ साथीहरू। अब 5-10 मिनट जति लाग्नेछ, हेर्दै गर्नु होला। म चाहिँ हिँडिरहेको छु साथीहरू। सो गाइजहरू, हामी चाहिँ यहाँ पुग्यो। 1-1.5 घन्टाको वेट पछि चाहिँ बल्ल टिकट लिने टाइम मिलेको छ। म चाहिँ अहिले टिकट लिन जाँदैछु। क्यामेराम्यानमा छिन् मेरी बुढी, हेर्दै गर्नु होला। फाइनल्ली टिकट पनि पाइयो साथीहरू। टिकट चाहिँ लिइसकेँ मैले। सो हामी चाहिँ अब यहाँबाट भित्र जाँदैछौँ साथीहरू, हेर्दै गर्नु होला। फाइनल्ली हामी चाहिँ भित्र आइसकेका छौँ। हामी भित्र आइसकेपछि फोटो भिडियोहरू सुट गऱ्यौँ र पिङ पनि खेल्यौँ। त्यो चाहिँ भिडियोमा समेट्न सकिएन साथीहरू। हामी चाहिँ अहिले चटपटे खाइरहेका छौँ। यहाँ चाहिँ मेरो बुढी छिन्। फाइनल्ली यति धेरै दर्शकहरू आइसक्नु भएको छ। अब चाहिँ यहाँ केही समयपछि हाम्रो लोकप्रिय कलाकार कमल विसी माल्दै आउँदै हुनुहुन्छ। रमाइलो गर्नुपर्छ है त। हामी पनि सबैभन्दा अगाडि उभिएर रमाइलो गरिरहेका छौँ। आज एकदमै रमाइलो भयो साथीहरू। ज्योतिमगर दिदी चाहिँ आज थोरै ढिला आउनु भएको कारणले गर्दा हामी चाहिँ हल्का रमाइलो गरेर हामी चाहिँ अब रुमतिर फर्किँदैछौँ। सो आजलाई यति नै साथीहरू। भिडियो मन परे च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला।